गाइस आज नदुको सब्जी हो। यो चाहिँ लोटसको प्लान्ट हो, जरा हो। अनि यसलाई म पहिला अदुवा र लसुन पकाउँदैछु। यो नदुलाई हालिदिन्छु। नदुलाई हालेपछि यो हल्दी, नुन अनि रातो कश्मिरी खोर्सानी हालेको छु अनि यसलाई यहाँ हालिदिन्छु। र हल्दी अनि नुन हालेपछि यसलाई अलिक एकछिन म पकाउँछु। यसमा सबै मसलाहरू मिक्स गरेको छु। जो तपाईँलाई मनपर्छ मसलाहरू त्यो हाल्न सक्नुहुन्छ। अनि यसलाई मैले अलिकति यसलाई एकछिन भुट्नुपर्छ, एकछिनसम्म। यो चाहिँ मजाले भुटेँ मैले। अब यसमा टमाटर हालिदिन्छु। अलिकति टमाटर चाहिन्छ यसमा, किनभने यसको ग्रेभी बन्नुपर्छ। त्यही भएर टमाटर चाहिन्छ यसमा। यतिसम्म भुटेर चाहिँ ग्रेभीको लागि चाहिँ अलिकति पानी हाल्नुपर्छ। मैले चाहिँ यसमा अलिकति पानी एड गरेँ अलिकति ग्रेभीको लागि चाहिँ। यसलाई लगभग 5 प्रेसर दिनुहोस्। यसलाई बन्द गरिदिन्छु। अनि लगभग जिरा र धनिया रेडी गरेर राखेको छु। यो चाहिँ जब यो पाक्छ त्यतिखेर फेरि म यसलाई जिरा र धनिया चाहिँ यसमा हालिदिन्छु। अब बन्यो यो नद्रो चाहिँ। अब यसमा म अलिकति धनिया र जिरा हालिदिन्छु। हेर्नुहोस् मैले हालिदिएँ। त्यो अब बन्यो यो चाहिँ नद्रो चाहिँ बनिसक्यो। थ्याङ्क यू सो मच। तपाईँहरू पनि ट्राई गर्नुहोस्।